भारतीय दूतावासलाई हामी भन्न चाहन्छौं छिटोभन्दा छिटो हाम्रा विद्यार्थीहरूलाई विश्वविद्यालयको होस्टेलमा फर्किने वातावरण मिलाइयोस्, होइन भने भारतीय दूतावास जलाइनेछ। साथीहरू, आज मुक्का प्रहार भएको छ, भारतीय प्रहरीहरूको प्रयोग गरेको छ, डीआईहरूको प्रयोग गरेको छ, सुण्ड मसुण्ड र गुण्डाहरूको प्रयोग गरेर हाम्रा विद्यार्थी भाइहरूलाई हातपात गरिएको छ। जबरजस्ती भेडा बाख्रा खाँदे जसरी बसमा खाँदेर रेलवे स्टेसनतिर पठाइएको छ। हाम्रा विद्यार्थीहरूले पैसा तिरेर पढिरहेका थिए। नेपालमा धेरै भारतीय मूलका नागरिकहरू काठमाडौँमै बसोबास गर्ने गरिरहेका छन्। हाम्रा युवा विद्यार्थीहरूलाई तिमीहरूले आफ्ना युनिभर्सिटीहरूमा मार्न थाल्यौ भने त्यसको प्रतिकार स्वरूप नेपाली युवाहरूले काठमाडौँका सडक सडकमा गल्ली गल्लीमा जे तिमीहरूले गरेका छौ त्यो हामीहरूले गर्न थाल्यो भने तिमीहरूलाई गाह्रो हुनेवाला छ। प्रकृति लम्साललाई न्याय दे, आईआईटी युनिभर्सिटी हाम्रा विद्यार्थीको भविष्य सुनिश्चित कर। धेरै समय अगाडि हमासको कब्जामा रहेका विपिन जोशीलाई छुटाउनका निम्ति कुनै पनि पहल गर्न सक्नु भएको छैन। ठीक त्यसै पृष्ठभूमि जस्तो देखिने गरी हिजो राति मात्रै हाम्रो छिमेकी मुलुक भनेर चिनिने आफूले आफूलाई नेपालको ठुलो दाइ भनेर